के हजुरहरू काठमाडौँमा बसोबास गर्नुहुन्छ र एकदम पिसफुल ठाउँको खोजीमा रहनु भएको छ? यदि छ भने एकपटक काठमाडौँको वसुन्धरामा अवस्थित लिङ्ग भैरवी देवीको मन्दिरमा चाहिँ दर्शन गर्न अवश्य जानुहोला। हाई एभ्रिवान, दिस इज अनुपमा। म आज हजुरहरूलाई चाहिँ काठमाडौँको वसुन्धरामा अवस्थित लिङ्ग भैरवीको बारेमा भन्न गइरहेको छु। लिङ्ग भैरवी मन्दिर भनेको चाहिँ सद्गुरुले चाहिँ 2023मा चाहिँ स्थापना गर्नुभएको थियो वसुन्धरामा। यो मन्दिरको ओपनिङ टाइम भनेको चाहिँ आइतबारदेखि शनिबारसम्म डेली 6:30 देखि 2:30 बजेसम्म, त्यसै गरी 4:30 देखि 8:30 बजेसम्म चाहिँ हुन्छ। र डेली अभिषेकम र आरती भनेको चाहिँ दिनमा 3 टाइम्स, एकचोटि बिहानै 7:30 बजे 7:40मा, त्यस पछाडि 12:40 र 7:40 PM मा गरेर चाहिँ 3टा आरतीहरू चाहिँ हुन्छ। हजुरहरूले आरतीको आनन्द पनि मजासँग लिन पाउनुहुन्छ। मेडिटेसनको लागि पनि एकदमै ठुलो स्पेसियस ठाउँ रहेको छ भित्र। हजुरहरूले जति मन लाग्यो त्यो टाइमिङसम्म चाहिँ ध्यान गर्न सक्नुहुन्छ। पूर्णिमाको दिनमा चाहिँ एकदमै विशेष खालको आरती चाहिँ हुन्छ यहाँ। हजुरहरूले पूर्णिमामा जानुभयो भने चाहिँ साक्षात् देवीलाई चाहिँ देख्न सक्नुहुन्छ, जस्तो डिभाइन पावर चाहिँ रहेको छ यसमा। एकदमै धेरै एनर्जी साथसाथै पोजिटिभ एटिट्युड चाहिँ विकास हुन्छ यहाँ जाँदाखेरि। म पनि कयौँ पटक चाहिँ गएको छु र भविष्यमा पनि जानेछु, किनभने मेरो मनमा भएको डर, चिन्ता र अस्थिरता एकदमै कम गर्न सहयोग गरेको छ लिङ्ग भैरवीले। र लिङ्ग भैरवी देवी हिन्दू धर्ममा एक शक्तिशाली देवीको रूपमा मानिन्छ। उहाँलाई शक्ति, ऊर्जा, साहस र रक्षाको प्रतीक पनि मानिएको छ। र यही आस्था बोकेर चाहिँ भक्तजन महानुभावहरू चाहिँ यहाँ आउने गर्नुहुन्छ। र लिङ्ग भैरवीको पावरको कुरा गर्नु पर्दाखेरि चाहिँ उहाँको आन्तरिक शक्ति जागरण, साथसाथै सुरक्षा र रक्षा, अनि समृद्धि र सफलता, त्यस पछाडि स्त्री शक्ति सशक्तिकरणहरू जस्तो चाहिँ विशेष आस्थाहरू चाहिँ रहेको छ। विशेष गरी भक्तजनहरू चाहिँ मनोकामना पुरा गर्न, जीवनमा सकारात्मक सोच र ऊर्जाको लागि चाहिँ जाने गर्नुहुन्छ। र हजुरहरू पनि यदि जानुभएको छैन भने एकपटक अवश्य लिङ्ग भैरवी दर्शन गर्न जानुहोला। र मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै भिडियोहरू लिएर फेरि आउनेछु। थ्याङ्क्स फर वाचिङ एभ्रिवान। हेभ अ नाइस डे। बाई बाई।